Hello guys, what's up? How are you? Welcome to my new vlog. है आज त हामी यता नयाँ बजार छौँ होइन, बहिनी र म नयाँ बजारबाट हामी त्यहाँ घुम्न हिँडेको है। तल साथीहरू पनि आउँदैछ, दुईजना साथीहरू आउँछ अनि त्यसपछि दुईजना साथी अनि हामी दुईजना भएर टक्क आज हामी घुम्छौँ है। पोखराको घुम्छौँ होइन, हामी अलिकति टाढै जान्छ आज र कहाँ जाँदैछ तपाईँले भ्लग हेर्दै जानु होला, थाहा पाउनुहुन्छ है। ओके यस्तो गाई अरू चाहिँ के हामी नयाँ बजारमै छौँ होइन। एउटा यहाँनिर नयाँ बजारमा चाहिँ धेरै भन्छ सोरुमहरू के सोरुमहरू चाहिँ धेरै छ यो एरियामा चाहिँ। अनि यहाँनिर आँखा हस्पिटल आइपुग्यो गाइज, हामी त्यसै आइपुग्यो है। नयाँ बजारमा पनि आँखा हस्पिटल छ गाइज है, हामी देख्न सक्छौँ होइन। हेर ट्याक्क हामी माथि पिटिबाट झरेको तल होइन, त्यो सरी हामी पिटिबाट हिँडेको माथि मन्दपुरबाट झरेको के। फाइनल्ली राष्ट्रिय वाणिज्य ब्याङ्क आइपुग्यौँ हामी है। अब हामी यहाँ हाम्रो थोरै तल चाहिँ हस्पिटल छ, जिएमसी हस्पिटल होइन। अनि जिएमसी हस्पिटलबाट थोरै तल पिटिचोक हामी अब पुग्न लागेको है। र केही समयमा पिटिचोक पुग्छौँ होइन। पछाडि देख्दा चाहिँ हाम्रो राष्ट्रिय वाणिज्य ब्याङ्क छ होइन। अब यहाँबाट अलिकति तल चाहिँ हाम्रो जिएमसी हस्पिटल आइपुग्नु आँट्यो। जिएमसी टिचिङ हस्पिटल आइपुग्यो गाइज है, यही नै हो सर लाएर यतातिर राष्ट्रिय वाणिज्य ब्याङ्क भयो है। नाइस। अनि यहाँ कर्मचारी सञ्चय कोष पनि छ, शाखा कार्यालय पोखरा। यो जिएमसी टिचिङ हस्पिटल त हो नि, पढाउने सिक्ने पनि गर्छ, सिक्ने अनि सब हो कि यहाँनिर त्यो सबहरू हुन्छ होइन। त्यो अब यहाँ फार्मेसी त भइहाल्छ अब त्यो टाढा होइन। यहाँनिर चाहिँ फार्मेसी छ एक साइडमा है। नाइस नाइस, वी आर भेरी नियर okay. Now we meet in पृथ्वी चोक। Finally guys, we are reached in पृथ्वी चोक है। हामी पृथ्वी चोक आइपुग्यौँ। Finally we are in पृथ्वी चोक। हामी शुद्ध चिकन खानाहरू 150 खाँदै, चिकन खाना 150मा पाइन्छ रहेछ गाइज है। अनि शुद्ध भेज खाना 130मा यहाँ लेखेको छ नि बोर्डमा है। म देखाइदिइसकेँ तपाईँलाई यस ल। ठ्याक्क दिस इज पृथ्वी चोक गाइज है। म आइपुगेँ फाइनल्ली पृथ्वी चोक यो। अब यहाँ चाहिँ पृथ्वी चोकमा त्यो माथि देख्न सक्छौँ गाइज है। हो यो बाटो उता चाहिँ हामी कहाँ जान्छौँ भनेदेखि चितवनतिर जाने बाटो उता होइन, उता लमजुङतिर। यो त यो सेङ्गे जाने बाटो भयो, यो लेक साइडतिर जाने न्यू होइन, यो त लेक साइडतिर। यो माथि चाहिँ अघि हामी आएको माथि चाहिँ चिपेढुङ्गातिरबाट आएको बाटो है त्यो चाहिँ। यस गाइज फाइनल गएर चिपेढुङ्गा। अब साथीहरू आउँछ एकछिनमा, हामी यहीँ बस्छौँ। अनि साथीहरू आइसकेपछि साथीहरू भेट्छौँ अनि त्यसपछि वी आर गोइङ टु एन्ड भिजिटिङ एन्ड एक्सप्लोर। ओके गाइज नाउ फाइनल्ली साथीहरूलाई मैले भेटिसकेँ है, तिमीलाई भेटिसकेँ फाइनल्ली। नयाँ मोबाइलबाट हो नि त फाइनल्ली हामी धेरै पनि भेटिसकेको छ। पहिला आएको भ्लग पहिला सँगसँगै बनाइन्थ्यो नि भ्लग त फुल्दै होइन, सँगसँगै बनाइन्थ्यो। बिचमा चाहिँ म चाहिँ हल्का बाहिर विदेशतिर जानुपर्ने भनेर चाहिँ अघि बाहिर आएको थिएँ, त्यही भएर अहिले आएको छु होइन। त्यही हो कुरो चाहिँ हामी चाहिँ बसको खोजीमा छौँ है। र यो बस चाहिँ प्याक भयो कि के गर्यो, हामीले बस पर्छौँ होइन। जानु गाडी पाइरहेको छ होइन। कहाँ बिचमा गएर होइन फेरि गाडी फेर्न त झ्याउ गाइज हामी चाहिँ बस चढिसक्यौँ है। बिगनर्स लेक है। अनि साथीहरू चाहिँ यता बसेको छ, यहाँ बसेको सी गाइज लेट्स सी यू इन बिगनर्स।
किन हाँसी यस्तो हामी चाहिँ फाइनल्ली विजयपुर अटिसक्यो लगभग है गाइज त्यसरी खिच्दा अनि नले खिच्नु होइन बिचबिचमा खिच्के राम्रो सिधा गरेँ मोबाइल नहोला है मोबाइल नहोला है अर्को त पिस गाइज फाइनल्ली हामी तालचोक आइपुग्यो अब केही समयमा हामी बिगनास ताल पुग्छौँ है फाइनल्ली हामी चाहिँ बिगनास लेक आइपुग्यो होइन बस पनि यहीँसम्म रहेछ माथि झऱ्यो है हामी पनि झरिन्छ ल फाइनल्ली हामी झऱ्यो बसबाट यहाँ चाहिँ चिप्लो रहेछ फाइनल्ली बनाउने यस्तो राम्रो छ र होइन पछाडिबाट झन् राम्रो हुन्छ नि त होला गोरु पो देखायो त्यहाँ आज चाहिँ हामी चाहिँ यसो बिगनासतिर भेट्न घुम्न आएको किनकि अब धेरै दिन भएको थियो यता नगएको है साथीसँग भेट नभएको पनि आशिष पनि आएको छ अब सोमनी पनि आएको छ है साथी पनि छ है दुईजना अगाडि गइरहेछ त्यही त हामी चाहिँ पछाडि गइरहेछौँ है आजको दिन चाहिँ रमाइलो हुन्छ होइन धेरै दिनपछि भेट भए त्यही त डुल्नु नि पऱ्यो कहिले धेरै दिनपछि मिटअप गर्न पाएको छ होइन त्यही भएर चाहिँ खुसी लागिरहेको मलाई चाहिँ रमाइलो भइरहेको घाम छ अलिअलि तर हावा पनि लागिरहेको खासै गर्मी छैन खासै गर्मी चाहिँ छैन यहाँ अब घरबाट निस्किनु दुःख पाइयो अरे किनकि गाडी पाइएन त्यही त खास चाहिँ म चाहिँ क्लास जाने भनेर हिँडेको अनि आशिष बनायो ट्याक्टर होइन अनि अब घुम्न जाऊँ भन्ने प्लान भयो अरे अनि अब क्लास पनि नहुने भयो त्यही भएर चाहिँ म यता आएको होइन त्यही भएर चाहिँ त्यही हो कुरो चाहिँ अब हेर्दै जाऊँ हिँड्दै जाऊँ अब दिदी बहिनी अगाडि हिँड्दैछन् त्यही त हामी पछाडि साथीहरू पछाडि के गर्नु लेडिज फर्स्ट लेडिज फर्स्ट नै छ अगाडि नै छ ट्याक्क है पऱ्यो त्यही हो कुरो त्यही हो ल जमानामा हिँडेको थियो यस्तो बनाइसकेको छ कि अहिले कति पछि आयो जस्तो यहाँ धेरै पछि आयो नि म यहाँ बाटो चाहिँ यस्तो बनाइसकेको छ यहाँनिर है पहिला चाहिँ हिलो थियो राम्रो बनाएको थियो कि बाटो होइन दामी छ कि यतातिर भ्यूहरू दामी खासै बजार पनि छैन गाउँ एरिया जस्तो छ यहाँनिर गाउँ एरिया नर्मल बिजनेस स्थल चाहिँ एउटा छ अब वहाँ गएपछि चाहिँ डह्रो हेर्नुपर्छ गाइज फाइनल्ली हामी अब वी आर भेरी नियर टु बिगनास लेक है भ्यूज पनि एकदम राम्रो छ यहाँनिर पछाडि डाँडा पनि रहेछ फाइनल्ली गाइज वी आर रिच इन बिगनास लेक आयो बिगनास लेक माछा ढालको छेउमा टक्क बस्दा मजा आउँछ नि होइन प्याटो भाँचेर खस्यो भने फेरि अहिले कपडा सपडा भिज्ला तिमी त खस्छौ नि मलाई त धान्छ होला जाऊ हजुर भिडियो सिडियो नि बनाऊ है बनाउनै पर्यो नि बोतल बोकेर बस्नु त्यही मुखमा घाम पर्ने रहेछ यार बोतल बोक हातमा जति छ म आँखा मार्यो होला
अलि उतै जाऊ न म भाँचिन्छ त्यति बस्छ कि कस्तो मान्छे होला मोटो छौ भात लगाएर भयो छोड्दै क्यामेरावाला आउँथ्यो कहिले खाइन र यो छ नि किन्न हो नि खेलिहाल्छ नि बौडी गाइज फाइनली वी आर साइड है हामी चाहिँ बिगनास लेकको साइडमा छौँ अब लेकमा इन्जोय गर्दै हिँड्नु पऱ्यो गाइज फाइनल्ली यहाँ चाहिँ हामी वासरुम आयौँ होइन पिसाब त फेर्नै पऱ्यो है पिसाब फेर्नै पऱ्यो यहाँनिर वासरुम छ होइन वासरुम त देखाउनु पऱ्यो नि त यहाँनिर छ भनेर बिगनास ताल एन्ड सी इज कमिङ आइज आइज तेरो भिडियो राम्रो आउँछ आइज यता आइसक्यो झन्डामा हिँड्नु पनि रहेछ कहाँ हो ऊ परबाट है हामी आइपुग्यौँ यहाँनिर होइन टक्क यहाँनिर चाहिँ हल्का चलपल रहेछ मान्छेको अनि रेस्टुरेन्टहरू पनि रहेछ सानोतिनो है रूपा लेक बिगनास योगा एन्ड रिट्रिट ल यहाँ के लेखेको छ तपाईँ पढ्न सक्नुहुन्छ है स्क्रिन सर्ट गरेर बिगनास तेल माछा गाइज वी आर हेस्ट लुकिङ है यहाँ चाहिँ बोटहरू रहेछ यत्रो बोटिङहरू छ के अरे यहाँ कहाँ पर्छ भन्ने कुरा हुन्छ कि यहाँ हेर्ने ड्युटी होइन यहाँ पानी खाने ठाउँ रहेछ होइन घर पानी भरौँ न त त्यस्तै लाग्यो कि मलाई खाइरहेको त शुद्ध सफा पानी देऊ के खिच्थ्यो कि भिडियो खिच्यो यहाँ पानी अलिक केटीहरू मान्नु छौ के अरे हजुर अलिक केटीहरू मानि दिल सफा छ ए हो फाइनल्ली गाइज हामी फेरि निस्किसक्यौँ है त्यहाँबाट हामी देखिसक्छौँ गाइज बोटहरू है यहाँ एकदमै बोटै बोट छ हामी चाहिँ एकदम माथि आएको भ्यू त एकदम राम्रो देखिएको छ नि यहाँबाट यस्तो राम्रो भ्यू देखा है हामी चाहिँ उताबाट घुम्दै 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 आयो होइन फाइनल्ली यहाँ आइपुग्यो बाटो चाहिँ सही रहेछ कि है यतातिर चाहिएको थिएन जाऊँ न यता नि त्यही नहेरेको बर आज आउन पाइएको आसी सबै घुमेर जाने कि अनि त छोड्ने नै होइन नि अनि त छोड्ने कुरै भएन छोड्ने कुरै भएन। भइरहेको छ यहाँ आफूलाई सबसँग घुम्न आउँदा सधैँ दुईजना कति घुम्ने यहाँ हो कि अलिकति ग्रुपमा हिँड्नु भनेको चारजना चिल हुने रहेछ कोही मान्छे डराएको छ न यार चारजना डर हिँड्ने ग्याङ चारजना स्विङ जाँदाखेरि हामी तिनजना नभए नि हुन्छ उयोले भ्याइदिन्छ सबलाई खतरा हो मान्छे त तिमीले सबलाई भ्याइदिन्छौ नि त मगर भनेको मगर हो कि अनि त हेर्दा मात्र सोझो हो खतरा हो त्यो ठाडे उकाले छ कि त्यो बाजेले मेरो अन्याय हेरेर थाहा पाउँदैन देख्दाखेरि यस्तै मगर हो कि हेर्दा सोचो भित्रबाट टेन्सर कि बनहरू ल अमेरिका जान म अमेरिका गएन नि त्यसलाई मरिसक्छ मलाई युके अरे युके मलाई युके सोचेकै छैन कि फेरि
मैले असन युके सोचिरहेको थिएँ तर युके भन्छ मलाई युकेको कि भाउ चाहिँ खोल्न पर्यो कान्छी केही त बोल न कुरा खोल न ममा हेर्छौँ के तल त्यो चाहिँ भएन है अहिले त खोल त त्यहीबाट जाने त्यसरी कागज प्लास्टिकहरू नफालौँ वातावरण सफा राखौँ हाम्रो समेटेर ढला नानेर बाटो डाँडाको भिडमा ढलन हानेर बाटो बनाएको रहेछ त्यो भिडमा होइन यहाँनिर चाहिँ पिच गरेर ढलन गरेर यस्तो बाटो बनाएको रहेछ आऊ बाबु आऊ बिस्तारै हामी जाँदैछौँ अब डाँडा खर्कतिर खुट्टा दुख्यो नि त मेरो त कुदेको त धेरै पछि हिँडेको भएर हो कि धेरै हिँडेको भएर हो म हिँडिराखेको भएर हो कि हिँडेछु अनि जहिले हिँडेको निस्केर यसरी अन्त तालको छेउ कहाँ निस्किन्छ ताल हुइन्छ नि पुइन्छ होला जस्तो छ हौ म यहाँ पऱ्यो भने तालको पाइप जान्छ के ल सेफली आमै सेफली डिलातिर नजाम कोही पनि है यहाँनिर गहिरो छ फेरि गाह्रो छ नि को डुब्यो भनिरहेको म त पौडको पानी पानी हो गई कहाँदेखि आउनुभयो होला म चाहिँ यस्तो धरानतिरबाट आएको कस्तो भइरहेछ त एकदम रमाइलो भएको छ मलाई विभिन्न स्थलतिर बाँदरको बच्चा वगेर कहाँ गयो देखिएन डराउनु दियो भनेर यस्तो कान्छा खोइ ऊ माथि पोछ वेलकम टु नेपाल नेपाल भन्ने गानी ल हामी चाहिँ फर्केर यहाँ आइपुग्यो चारजनाको ग्याङ छ है तर्सिन्छ कोही कोही मान्छे त हामीलाई दिएपछि होइन बिहान पनि यत्रो छ है बिहान ठुलो छ नि मेरो त सिधै लडिदिन्छ नि म त बााउन्सर पो हो त्यहाँ हामी चाहिँ यो साइडबाट आइपुग्यौँ अब यहाँनिर चाहिँ स्कुटर बाइक पार्किङ गरिरहेछ है हामी चाहिँ अब उताबाट यस्तरी आएर माथि घुमेर फेरि यो साइडबाट निस्क्यौँ है यो साइडबाट निस्किने बाटो छ होइन वेलकम टु लेक एभ्रिवान गाइज हामी यहाँ देख्न सक्छौँ है मार्केट सानो मार्केट छ अब गर्मी सिजनमा भने नि यो होइन घ्याट डेली घ्याटहरू रहेछ कि बढी गाई झ्याट चाहिँ बाटो रहेनछ त्यहाँनिर है हामी चाहिँ यतै आउनु पर्यो अब बाटो नरहेछ सानो खोला तर पुल चाहिँ त्यत्रो बनाएको छ यो भनेको चाहिँ नेपालको चोरहरूले बनाएको हो होइन नेपालको चोरहरू चाहिँ बनाएपछि यस्तै हो यो बाटो बनाउन अहिले हो र 4-5 वर्ष भइसक्यो अनि बाटो बन्दैन
बन्दैन होइन यस्तै हो कि यस्तो धोत्तर बाटो हिँड्नु पऱ्यो हामी होइन हो जिन्दगीमा कहिले यस्तो यहाँ बाटो पौडी खेल्यो भने छ यहाँ अब गाउँमा मैले राम्रो बाटो हिँड भन्छ अब यस्तो बाटो हिँड्नु पऱ्यो नराम्रो बाटो हिँड्नु पऱ्यो कि हो कि ल भन हो अहिले आएर यस्तो नराम्रो बाटोमा हिँड्नु पऱ्यो अब के गर्नु माफ गरिदिनु मेरो बाबुआमा राम्रो बाटो हिँड्न सकिन्न भन्दै त होला कि होइन बाटो देखाउन बाटो कि बाटो हेरमै धुलो धुवा होइन पानी परेर यस्तो यत्तिको भाव न त धुलो उडिहाल्छ नि यहाँ अनि त अब त हिँड्नै सकिन्न त्यही त के गर्नु गाह्रो छ गाइज होइन आज फर्स्ट टाइम हिँड्दै हिँड्दै नै आइयो बेङ्गस्थल मलाई कस्तो सपना जस्तो लागिराख्यो तिमी धेरै थाके जस्तो छ म थाक्नु थाकेको छु रमाइलो पनि भइरहेको भोगन ला होला भोक त असाध्यै लाग्छ कि म भोक कन्ट्रोल गर्नु सक्दिनँ एउटा पसलकै धुन्न पसेँ नि त अब पसन्द 11 शाखा होटेल होला भनेको त जाम 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 लज रे लज हो लगाइज हामी अलिकति कस्तो राम्रो अब आइसक्यो है मेन रोड आइसक्यो अब एकछिन खाजा खान्छौँ खाजा खाएपछि चाहिँ गाडी यहीँ आउँछ अनि हामी यहीँबाट जान्छौँ हामी होटेलभित्र छिरियो है अब खाजा हामी खान्छौँ के खान्छौँ अब एकछिन थाहा हुन्छ गाइज हामीले चाहिँ कोक मनाएर टक्क कोक खाइरहेको छौँ है अब हामी ल गाइज हाम्रो खाजा आइसक्यो है खाजा पो देखाएको त अब चाहिँ हामी खान्छौँ है खानु पर्यो फाइनल्ली हामीले चाहिँ खाजा खाइसक्यो है गाडीमा बसियो होइन ड्राइभर चाहिँ छैन गाडी चाहिँ छ है मान्छे छन् गाडी छैनन् भने चाहिँ गाडी छ मान्छेहरू छ ड्राइभर छैन दिमागले काम नगरे जस्तो छ कि त्यो कुक खाएर झ्याप भयो कि म त हस्दै याद छ कुक खाएर चाहिँ अब यस्तो याद बमको छोरो त्यही पनि अब कुक खाएर झ्याप हुन्छ के हुने अलिकति कडा केही खानै हुँदैन झ्याप भइहाल्छ म त्यही हो अब यहाँ चाहिँ एउटा ड्राइभरले चाहिँ अलिकति दुर्व्यवहार देखायो हामीलाई चाहिँ त्यही त अघि अगाडि जान्न अब राति भयो फर्किँदा राति हुन्छ जान्न हामी चढिसकेका थियौँ जान्न गाडी जान्न पैसा गर्नै ठिकै थियो त्यसलाई अनि पैसा गर्ने ठिकै ड्राइभर छैन कहिले हो ड्राइभर होला नि मान्छे भोलि छ कतै होला नि फाइनल्ली ड्राइभर आइपुग्यो है थकै नि लाग्यो क्या आज होइन थकै नि लाग्यो आज ओके ऊपर थकेला आज मस्त लिन लाग्छ थकै नि लाग्छ अनि अब ड्राइभर आयो अब एकछिनमा गाडी कुद्छ आरती बहिनीलाई चाहिँ झ्याउ लाग्यो जस्तो छ है आज है बोलाएर बसी ड्राइभरले गाडी गऱ्यो हामी चाहिँ विनस्थलबाट फर्क्यौँ अब चाहिँ बिस्तारै घर पुग्नुपर्छ यस्तो छ यताको चाहिँ भ्यू चाहिँ होइन आज आइयो घुम्यो रमाइलो गरियो सबै साथीहरूसँग यस्तो छ भ्यूहरू चाहिँ जाडा गाडा बसमा चाहिँ अलिकति लास्ट सिटमा भएको भएर चाहिँ अलिकति अप्ठ्यारो हुन्छ है त्यही हो गीताई हो चुना लाग्छ फेरि चाहिँ यहाँ आइसक्यौँ यहाँबाट भित्र छ नि यहाँबाट भित्र हो कि पार्टी प्यालेस त्यहाँबाट भित्र पनि अर्डर छोड्न आउँछ यहाँ त्यहीँनिर तालचोक बस्नुको अवस्था छ तालचोक भन्छ अब तालै छैन यहाँ के भन्ने गाह्रो छ यहाँ गाह्रो छ बिस्तारै पोखरा लागिन्छ यहाँबाट निस्केपछि अलिअलि ठुलो धुवा खाँदै जानुपर्छ त्यही हो बाटो यस्तो छ के अरे तालचोकबाट चाहिँ फर्किसकेको अवस्था छ बाटो यस्तो छ अहिले चाहिँ बाटोको अवस्था चाहिँ यस्तो छ है त्यही हो
अब भन्नु केही छैन कति छु अब घर घर सुत्ने होला यति हो कुरो अरू मलाई थाहा छैन केटाहरू हामी चाहिँ अर्को ग्रुपबाट अगाडि बिस्तारै बिस्तारै गइँदैछ अब त्यही हो फाइनल्ली गाइज म चाहिँ आइपुगेँ आजलाई त्यही डोन्ट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब है भिडियो चाहिँ एटलिस्ट लाइक चाहिँ गरिदिनु होला ओके सी यु इन नेक्स्ट ब्लग लभ यु अल बाइ बाइ